आज बस दाइलाई चाहिँ मैले चाहिँ यहाँ चाहिँ गरिदिएको जानी माथि हामी चाहिँ गर्दा गर्दै यो एउटा के भन्छ दाइलाई के भन्छ अरे सर्ट बोर्ड किनेर आइसक्यो अलि डिस्टेन्समा बस्नु पऱ्यो कि नजिक बस्दाखेरि उसको सर्ट बोर्ड किनेर नै आइसक्यो उसको सर्ट बोर्ड किनेछ म बोलेको नि बुझिन्न होला अनि यो भिडियो एङ्गल चाहिँ यस्तो तलमाथि नै भइरहेको हुन्छ होला कि एउटै फ्रेममा हुन्छ एउटै फ्रेममा नै आएर होला यो भिडियो त हेलो एभ्रिवान अब हामी चाहिँ ओसन सिटी जाँदैछौँ यहाँ चाहिँ म सुशान्त मामा निशान्त दाई अगाडि मामा ओसन सिटी गएपछि अरू भिडियो कन्टिन्यू हुन्छ अनि त्यसपछि हेर्दै गरौँला हामी चाहिँ गर्दा गर्दै यहाँ पुलमा नि हामी यो ब्रिजको आइदिन्छ यहाँदेखि अलि देखिन्छ कि देखिन्छ कसरी पुस्ने रे सुशान्त मामा त मोबाइल हेर्दै हुनुहुन्छ नि त माइजूलाई कति मिस गरेर लाग्छ एकदमै हो यस्तैमा त्यस्तो भइसक्यो अब चाहिँ ओसन सिटीमा के गर्ने प्लान छ मामा सिधै नहुने हो त्यो उसो गर्नु न एक्सप्रेसन हो के गर्नुहुन्छ होला त्यहाँ गएपछि एकदमै डिटेल्समा भन्न ट्राई गर्नु न यहाँ त उसै हुँदैन क्या मामा त्यस्तो कहाँ चेन्ज गर्ने जस्तै जहाँ चेन्ज गर्दै नि हुन्छ जस्तै फर इक्जाम्पल अब दिपेशले गाडी टक्कस पार्किङमा रोक्छन् अनि मेरो आफ्ना कदमहरू गाडीबाट निकाल्छु अनि बिस्तारै आफ्नो पाइलाहरू बिचको नजिक लान्छु सप्रसँग व्याख्या गर एउटा ब्याक क्यामेरादेखि होइन भ्यू देखाउनु पर्ने यस्तो सर यस्तो खोलामा भाइले हाम्रो यस्तो सुमधुर गफ गफमा इन्टरप्सन दिए होइन ठिकै छ यो कन्टिन्यू हुन्छ गफ चाहिँ हामीले पज मात्रै हानेको पज हान्दैन सुशान्त मामा हजुर पज गर्न रेडी हो कि के हो भनिहाले दाइले नि मजा गर्नुहुन्छ हामी चाहिँ देखियो होला नि दाइ ओसन सिटीको ब्रिजमा मैले यस्तो भ्यू देखिरहेको राम्रो यहाँ मैले चाहिँ देखिरहेको छु क्यामेराले चाहिँ भेटेको थाहा छैन होइन भेट्न गाह्रै छ भेट्न हल्का हल्का गाह्रै रहेछ अब यहाँ देखाउँदा चाहिँ ट्याक्कै यहाँ यो उस सुरु भएपछि अब पुल सुरु भयो हामी चाहिँ पुलमा आइसक्यौँ ल त नि आधी गाडी आयो आइसक्यो पुरै गाडी मामाले त्यो जेट चलाउनु मन छ कि नै जेट स्किप हाना पनि यसो कन्टेन्ट निक्लिन्छ त्यो हान्दा क्रिएटर जस्तै हाना पनि कन्टेन्टहरू निक्लिहाल्छ त्यो हान्न पाए त मजै आउँथ्यो नि कन्टेन्ट त पछि तर कन्टेन्ट कडा हान्न मिल्छ नि हान्दिउँ न लाइसेन्स चाहिन्छ जसलाई कहाँ त्यो चलाउनु पनि लाग्यो ट्रेनिङ लिनुपर्छ त्यत्तिकै नि पाइन्छ होला दाइ त्यो त तिम्रो त म्यानुअल इन्स्ट्रक्सन दिन्छ गाडीको लाइसेन्स बाइकको मेरो त नेपालको बाइकको लाइसेन्स हो त्यो भएपछि दिइहाल्छ नि मजाक गर्छ नि किन हो यस्तो कालो देखियो म यस्तो ब्राइटनेस बढाउनु त होला गोरो देखिन्छ एन्टी लाइट पऱ्यो कि कालो देखेको होइन कालो भन्दैन त चक्लेटी भन्छ कि यस्तो गहुँ गोरु चक्लेटी कहाँ यहाँको उस हेर्दाखेरि चक्लेटी भन्छ किन गोरु फेरि त्यो हाँडी गोप्टे जस्तो कालो नि हुनु हुँदैन त्यत्तिको चाहिँ ठिक छ यहाँ चक्लेटी धेरै कालो भयो भने फेरि टल्किन्छ नि लाइट टल्किन्छ क्या धेरै चिल्लो भएर रिफ्लेक्सन हुन भन्यो गर्दा गर्दै के भयो पुरा भिडियो यहाँ चाहिँ गएर देख्छु है मैले जानी माथि राखेको सो अब गर्दा गर्दै समुद्रको छेउछेउमा नै आइयो ओसन सिटी बिस्तारै भाइजू बाबु नानी निशान्त दाई अब ओसन सिटीमा के हेर्ने पानीलाई खेल्छु अगाडि गएपछि हुन्छ अनि यहाँ भिडियो भइरहेको दाइ
ल्याउ त क्यामेरा। ओहो दाइले फेरि क्यामेराको रिक्वेस्ट गर्नु अब एकैछिनलाई भिडियो पज गरेँ होइन पज गर्ने होइन कि क्यामेराकै चाहिएको छ। उस गर्नु न यसलाई काट्नु अनि That was the worst idea ever. I got the best thing in the world. Best idea ever. 6 स्ट्रिट आयो अब हामी अलि अगाडि पुगेर हेर्थ्यौँ भिडियो अब क्लिप हेर्दै गराउनु पर्ने हुन्छ अनि त्यसपछि के गर्नु त हामीले उता गएपछि त्यसो डाइ भन्ने अनि काइट चलाउनु छ होइन, डाइ भन्ने काइट चलाउने अनि धेरै एक्टिभिटिजहरू धेरै एक्टिभिटिजहरू छ गर्दा गर्दै कहाँ पुग्ने कहाँ पुग्ने त्यस्तै ग्लाइड तर हतिलाई पौडी खेल्न आउँछ होइन अहिले आउँदाखेरि हेरौँ ल होइन। मलाई त त्यस्तो हल्का नि आउँदैन ठिकै आउँछ जोस् हल्का हल्का सिकिरहेको छ भन्नु दाइ ग्लाइड गर्न मिल्ने केही कन्टेन्ट उठाउनु लागि ओके छ नि यहाँ चाहिँ हल्का शीतल भयो छाया बिल्डिङहरूको छाया परेर होला शीतल जस्तो ल हामी चाहिँ गर्दा गर्दै यो एउटा के भन्छ अरे दाइलाई के भन्छ अरे सर्फबोर्ड किनेर आइसक्यौँ अलि डिस्टेन्समा बस्नु पऱ्यो कि दाइ नजिक बस्दाखेरि उस भयो सर्फबोर्ड किनेर नै आइसक्यौँ यस्तो सर्फबोर्ड के हो यो सर्फबोर्ड किनेपछि सर्फिङ हाल्दै जाने मान्छेको भिड त कति अलि छिटो हिँड्नु त अगाडि मलाई यहाँ उस हुन्छ कति बज्यो अहिले यसो यहाँदेखि हेर्न मिल्छ कि मिल्दैन सपोज त्यो 6-7 बज्यो होला होइन यहाँदेखि त बाहिरमा हिँडिरहेको छौँ अघि चाहिँ यस्तो गर्दाखेरि देखेको थिएन कि म पुरै अहिले चाहिँ यस्तो गर्दाखेरि पुरै अर्को भिड देखिने गरेर हिँड्नु कालो ल्याङ म बोलेको नि बुझिन्न होला अनि फेरि यो भिडियो एङ्गल चाहिँ यस्तो तलमाथि नै भइरहेको हुन्छ होला कि एउटै फ्रेममा हुन्छ नि एउटै फ्रेममा नै आएन होला यो भिडियो त लास्ट तलमाथि भइरहेको होला 6th स्ट्रिटमा अब चाहिँ यो भिडियो चाहिँ उहीँ पुगेरै कन्टिन्यू हुन्छ है चलो आइसक्यौँ के अरे जेट स्की गर्दाखेरि रमाइलै भयो यसो 1 घन्टाको जेट स्की थियो अनि 1 घन्टाको जेट स्की नि कस्तो चाँडो फिल भयो टाइमै गयो जस्तो फिल भयो दाइको कस्तो भयो यस्तो जेट स्कीहरू गर्दा मजा आयो अरू साथीहरूले गरेको चाहिँ देखिरहेको हुन्छ होइन पावर फिल भयो कि वाटरमा होइन वेभहरू आइरहेको छ मस्त हावाले हानिरहेको छ 2 घन्टा भयो मजाले ग्रुपमा हान्ने कुरा रहेछ कि ग्रुपमा भएन सही फलो गर्दै एक्सप्लोर गर्ने पछि फ्युचरमा चाहिँ जेट स्की लिने आइल्यान्ड हुन्छ आफ्नो आइल्यान्ड जाने कि आफ्नै आइल्यान्ड लेख्ने आइल्यान्डमा जाने सही हो त अहिले त्यसको लागि ट्रायल जस्तो एक्सपिरियन्स गरिरहेको हामीले पछि आइल्यान्ड लियो भने क्रिप्सन आइल्यान्ड त होइन तर यहाँ उस नै रहेछ त्यो के अरे अन्डर वाटर स्कुबा डाइभिङ हो कि के डाइभिङ भन्छ होइन र त्यस्तै अब हामी गोकर्ट हान्न जाँदैछौँ यस्तो छ यहाँ लगाएर For 2 people?
singles. Yeah, both singles. So we purchased like 4 rides. So we wanna do 2 here and 2 there. Okay. Thank you. जाऊ जाऊ बस्छ बस्छ पछाडि यस्तो गोकाड हान्दै हामी चाहिँ दाई पुरा अगाडि हिँडिसक्नुमा दाई चाहिँ सरर रोए यस्तो दाईलाई चाहिँ मैले जितेँ योपालि दाईलाई चाहिँ जित्यो दाई तर मभन्दा हजुर लास्ट अगाडि हिँड्नु भयो यार कसरी हिँड्नु भयो त्यो